ल हेर्नुहोस् साथी, आइसिसी क्रिकेट वर्ल्ड कप लिग 2 मा नेपालको अवस्था यस्तो छ। नेपाल 5औं स्थानमा रहेको छ। नेपालले नेदरल्यान्ड्समा जाँदा सबै खेल जित्ने अनुमान लगाइएको थियो। आखिर यहाँ लगातार दुई खेल हार्दै 28 खेलमा 24 अङ्क थियो नेपालको जाँदाखेरि, नेदरल्यान्ड्स जाँदा। अहिले 30 खेलमा त्यही 24 को 24 छ। नाम्बियाले नेपाललाई भेटिसक्यो। त्यहाँ मुनि रहेको क्यानाडा त नेपाल सँगसँगै छ अङ्क तालिकामा। अब नेपाल टप 4 मा जाला भनेर आश गरेको, नेपाल त टप 6 होइन टप 7 तिर पो जाला जस्तो छ यो अवस्था हेर्दा त। अब यहाँबाट नेपाल टप 4 मा पर्ने भन्दा पनि टप 6 मा कसरी रहने भन्नेतिर सोच्नुपर्ने अवस्था आएको छ। यदि नेपाल टप 6 बाट मुनि गयो भने नेपालको एक दिवसीय मान्यता नै खतरामा पर्ने जस्तो देखिएको छ। त्यसकारण नेपाल अब टप 6 भित्र रहनको लागि मेहनत गरेर लाग्नुपर्ने देखिएको छ।